ल गुड मर्निङ है। हामीले आज चाहिँ यो आरएमको चाहिँ फुल सर्भिसिङ गर्दैछौँ। हाम्रो चाहिँ मिस्टर समीरले चाहिँ के गर्दैछौ रे भाइ? कस्तो सर्भिसिङ गरिदिने ल भन, कस्तो सर्भिसिङ गर्ने ल भन। सर्भिसिङ कस्तो गरेर पठाइदिन्छौ भनेको हो। अनि यो हब गयो कि यसको हब रे, यो बुस चाहिँ यहीँ सिज छ क्या। यो यस्तो बुस चाहिँ नहालिदिउँ यार कसम। यो न यता आउँछ न उता जान्छ क्या यो बुस चाहिँ होइन। अब यसलाई हिट गरेर हुन्छ, अब के गरेर हुन्छ यसलाई चाहिँ लगेर खोल्नु छ यो। ल यसको चाहिँ यो बोल्ट चाहिँ यो स्लिप रहेछ होइन, मैले खोलेँ। अब यस्तो यो चाहिँ पुरा स्लिप छ क्या, चुरी नै छैन। यो पनि जान्न लाखा। अब यस्तै हाल्ने हो भने त यो पनि जान्छ होइन। यो बुस देखाइदियो त बल्ल यो खोल्यो होइन। यस्तो बुस हाले छिर्दैन देखाइ, जबरजस्ती ठोकेर यस्तो बुस। यो सानो बुस हो क्या, यो जाम भएको यत्रो बुस। यो कोन बेरिङको बुस हालिदिएको कि होइन। ठिक छ यो हालेको नराम्रो होइन, राम्रो हो। तर चाहिँ योमा चाहिँ यस्तरी यो प्ले हुनु पऱ्यो कि। यो त जबरजस्ती ठोकेर नि उ गरेको होइन। अब जस्तै यो बुस जस्तो यसरी स्वाट्ट जानु पऱ्यो कि होइन। यो स्वाट्ट गयो भने पो बल्ल यो एक्सल निकाल्न सजिलो हुन्छ। यो त अनि औडा तरिकाले यस्तो छ त टाइट। अनि यो त छिर्दैन। अबुई हिट गरेर बल्ल होइन समीर हाँस्छ अझै फेरि। खोल त्यो एक्सल, यो लिङ्केज सबै गयो यसको। अब लिङ्केज टायर पनि पन्चर छ, ब्रेक प्याड त ठिक छ। पखाइ त्यो पाइप खोल फेरि। यिनीहरू सब ठिक छ। अब लिङ्केजहरू बिस्तारै टाइलक त काट्दै हुन्छ। अम्बु के यो एक्सल ल पख यो ल ठोक त के रे कहाँ आउँछ अझै ठोक न। कहाँ छ ल यस्तो छ गाइसहरू होइन। पख ल अब ठोक आयो पखाइ म ल यस्तो बलियो हुनुपर्छ कि तान्नलाई। फाइनल्ली गाइस अब यो बाइकले अब भाटा भुङ्ग पार्ने हो, बनाउने भाटा भुङ्ग पारिदिने। यसको यो टायर पनि पन्चर छ है, बुकटुङ यसको टायरलाई नि यस्तो गरेर यस्तरी वास जान्छ। र यसलाई सब अब ग्रेजिङ, फुल ग्रेजिङ अनि गेज बेरिङ कस्तो छ यसको सबै चेक गरेर टक्क चिटिक्क पारिदिने होला होइन। सिट खोला अनि सबै यो वायरिङ पनि हेर्नु छ क्या यसको साइड लाइटको। बाग्राङ भुग्रुङ गाडाङ गुडुङ बनाइठोक्ने त्योको बुस है, त्यो नहराओस्। सेन्टर बुसहरू पनि चेक गर सबै। भोलि आएर यहाँबाट बनाएर गएपछि चाहिँ कम्प्लेन नआओस् कि प्रभुजिस नि। यो उस पनि खोला त्यो लिङ्क, त्यसको उहरू पनि सबै चेक गरिदिनुपर्छ। मेन भनेको यो हो कि यो यस्तो डाक्ला खाने होइन। यो भाँच्यो हो नि तनाव दिन्छ बाटोमा। यसरी चाहिँ स्क्र्याच भएको क्या। यो यसमा चाहिँ त्यो नट लामो हाल्यो भने चाहिँ यहाँ यसरी दाग दिन्छ कि। यो दियो भने चाहिँ भाँचिन्छ। मेरो चाहिँ एकचोटि भाँचेर यस्तै भएको। यो नट पनि यसरी बाङ्गो भएको कि। अब यो फेरि कस्तो तरिकाले उ गरेछ फेरि। अब नटै बाङ्गो भयो, यो भाँचिसक्यो। यो यसरी बाङ्गो भयो है। खोला त त्यहाँबाट उताबाट खोला। यो नट नि बाङ्गो रहेछ। सक त ठिकै छ। लिक हाने हल्का लिक हाने क्या। सकले नि लिक हाने छ, अगाडिको सकले नि लिक हाने छ है। अगाडि पछाडिको सक टक्क मोबिल झार्दैछ बाबुले होइन।
कति छ मोबिल मिठो पाराले आर्नु पर्छ तलको मेन मोबिल नट निकाल अनि एउटा उसमा ट्याक्क राखेर सफा हानेर यो वान बनाइदिनु पर्छ यो भाइको चुच्चे पेन्चिसले निकाल न लाम्चो पेन्चिस छैन र त्यसले काटिन्छ नि बाबु लाम्चो पेन्चिसले निकाल के सोलक्क अर्को मेन मोबिल खोला न तलको साइडको हो नि त यो त चप्पल लगाएर मोबिल झार्ने सलक्क त्यसले खोला न हातले त टाइट होला के छैन मोबिलले कम छ यार मेन मोबिल नट्ने झार्यो उठाको साइड पनि झार्यो मोबिलले कम छ यार उठाको साइड पनि खोला र मोबिल चाहिँ कम झऱ्यो होइन अब यो साइडबाट यति झऱ्यो 8 लिटर छैन यार मोबिल चाहिँ आज नखोल्यो चाहिँ फाट अब तलको उठाको साइडको र अनि मेन मोबिल नट खोल्यो होइन अब यो खोल्दैछ कति झर्छ अब छैन यार मोबिलै कम छ यार धुवा फाल्यो भने तनाव फेरि मोबिल कम छ अहिले मोबिल हालेर अनि फेरि स्टार्ट हान्यो भने धुवा फाल्यो भने फेरि अर्को टेन्सन फेरि अर्को टेन्सन अब योमा चाहिँ कसरी साह्रो रहेछ है नटै बाङ्गो हालिदिएको बाङ्गो घुमिराखेँ बाङ्गो घुमिराखेँ साट गर्दाखेरि झऱ्यो तर कम झऱ्यो मोबिल त्यो पेन्चिसले निकाल न मोबिल चाहिँ जो लास्टिक कम छ यार 8 लिटर पनि झर्दैन होला आज नखोलेको हो है आज यो उस नगरिदिएको भयो यो चाहिँ लगभग इन्जिनको आइ चाहिँ तनावग्रस्तै हुन्थ्यो इन्जिनले चाहिँ अलिक घाटै हान्थ्यो मोबिल चाहिँ धेरै नै कम छ कि अब 8 लिटर झरेको भनेपछि 50 ml मा तपाईँको ल हेरौँ यति हो अब यहाँभन्दा झर्दैन कि मोबिल 8 लिटर पनि छैन कि हेरौँ नै 8 लिटर पनि छैन 8 लिटर छ छैन त्यो पनि खोल त्योबाट कति पो होला र एक मुठी नै आउँदैन यहाँबाट त यो भनेको त मोबिल फिल्टर हो नि त यहाँबाट चाहिँ धेरै नै कम झर्छ मोबिल भए पो हुलुलुल्ल झर्छ मोबिलै छैन भने कहाँबाट झर्छ त्यो अर्को चुच्चे पेन्चिस थियो त खै र मोबिल झरेको ढङ्ग यति है साथी हो यति नै है अब टक्क उस गर पेट्रोल निकालेर यिनीहरू सफा हानेर चिटिक्क बनाऊ पहिले यसलाई चाहिँ सब हटाउँदै यो सबै यो हटाएर यो माथि राख सब सामानहरू यो चाहिँ भित्र लगेर राख्नु पर्यो सफा हुँदैछ बसाउनु छैन बस्न भने ब्रिजबाट हाल्ने होइन अपाङ्ग भयो भने भाइले चाहिँ काम गरिरहेको छैन बेरिङ हाल्नुपर्छ यो चाहिँ बेरिङ गह टक्क कतिको बेरिङ हेर त अब बेरिङ हाल्दैछ हामीले चाहिँ होइन यो बेरिङ गर्छ 3टा बेरिङ
रातो गिरिज हालेर ढक्क यस्तो डिजाइन गिरिज रातो युज गरिदिनु सबैजनाले होइन राम्रो गिरिज हो यो हालेर अनि फिटिङ हान्दिने अनि म अगाडिको फेर्नु पऱ्यो अगाडिको पनि गछ सब होइन वास हानिदिइराख सबै यहाँ छ यो लिङ्केजको अनि मेरो बेरिङ सेरिङ होइन बेरिङ ठोक्दैछ भाइले होइन नयाँ बेरिङ हो सरको हल्का प्लेस अगाडि ठिकै छ छोडे टाइट गर्दै ल ठिक छ फुल टाइट हान है मस्त तरिकाले यिनीहरू हाल्न बाँकी छ अब क्लच हाउसिङ खोलेर क्लच मिलाउनु छ होइन ल अब लको फाइनल हुनु ल टायरको ट्युब पनि हाल्यो गेज बेरिङ पनि हाल्यो त्यहाँ राखेर त्यो बाइकको चुरो काट्दैछ एक्सलको है पुरै स्लिप भएर अनि राखिदिनु ल टक्क फाइनल गरेर होइन सबै बनाइयो यताउति अब केही कमजोरी भयो भने चाहिँ मामा आउनुहुन्छ यो बनाउन होइन ल यो बाइकलाई चाहिँ हामीले फाइनल गरिदिउँ फुल ग्रिजिङ होइन अनि त्यसपछि सर्भिसिङ अनि सेन्टर बुस अनि अगाडि पछाडिको बेरिङ अनि गेज बेरिङहरू होइन अनि यो बुस यो चाहिँ एक्सलको यो चाहिँ जाम थियो यो चाहिँ पुरा हिट गरेर लेटमा लगाएर हिट गरेर निकाल्यो होइन यसलाई पनि बनाइयो अनि यो चुरी काटेर यो नटबल अर्को नटबल हालिदिएको होइन यो चाहिँ चुरी काटेको है चुरी काट्यो सब बनाइयो यो वान भयो अहिले ल